हेलो गाइज वेलकम ब्याक टु माई न्यू भिडियो। म चाहिँ अब बजारतिर लागेँ है भ्लग बनाउनको लागि। शान्तिनगरको बजार चाहिँ हजुरहरूलाई म देखाउने छु गाइज। मेरो भिडियो चाहिँ हजुरहरूले लास्टसम्म हेरेर साथ दिनु होला गाइज। गाइज हजुरहरूलाई म चाहिँ अब देखाउँदैछु, हेर्न सक्नुहुन्छ भाइ। म चाहिँ ग्रुपमा छु गाइज। फलफुल पसल होइन, त्यसपछि यता पनि तरकारी पसल छ। बाटो खुट्टा छैन गाइज, र पनि उहाँले धेरै मिहिनेत गर्नुभएको छ। र उहाँ श्रीमतीको हात छैन, श्रीमतीको चाहिँ उहाँले पनि धेरै मिहिनेत गर्नुभएको छ। दुईजनाले हेर्न सक्नुहुन्छ। म्याडमको लात पनि खानु भाइ ल सक्नुहुन्छ अब हेर्नुहोस् गाइज। यहाँ फेरि उहाँ दाइले प्याज तरकारी बेच्नुहुन्छ। धेरै मिहिनेत गर्नुभएको छ गाइज। उहाँहरूको मिहिनेतप्रति हजुरहरूले प्रेम गरिदिनुहुन्छ भन्ने म आशा गर्दछु गाइज। हेर्नुहोस् गाइज, यहाँ तरकारी पसल छ। यता गोपी पसल, यता तरकारी पसल हो गाइज। त्यसपछि म चाहिँ अब अगाडि बढ्दैछु। म हजुरहरूलाई धेरै कुरा देखाउने छु। अझै पनि म तरकारी पसलमा नै छु। यता गाजर आलु छ गाइज, हेर्नुहोस्। नमस्कार सर। हजुर, यहाँ म भ्लग बनाउँदै हिँडेको। हाम्रो चाहिँ उहाँ सर हुनुहुन्छ गाइज। तरकारी किन्नु आउनुभएको छ। ल म हजुरहरूलाई देखाउने छु अझै। यता तरकारी पसल, यता नि तरकारी पसल छ है, यता नि तरकारी पसल। अनि यता अब के भन्छ किराना पसल छ गाइज। यहाँ यो किराना पसल रहेको छ। आवश्यक परे सोमबारतिर आउनु होला हाम्रो कञ्चन गाउँपालिका 1 शान्तिनगरमा। हेर्नुहोस् गाइज, यता फर्किनु दाजु, यता ल देखाउनुहोस् गाजी। ल हेर्नुहोस् यता चोटी पसल, यता तरकारी पसल अब उठ्दैछ गाइज। अब पसल उठ्ने बेला भइसकेको छ। यता तरकारी पसल छ पुरै। मैले हजुरहरूलाई तरकारी पसल मात्र देखाएँ गाइज, माफ गर्नु होला। अब म यता हाम्रो दिदीहरूले चाहिँ आलु किन्दै हुनुहुन्छ है, आलु किन्दै हुनुहुन्छ। ल गाइज, अब म अगाडि बढ्न चाहेँ। यहाँ फर्सी पसल छ, त्यही अघि भनिसकेँ म हजुरहरूलाई। यता नि तरकारी पसल। अब म कपडा पसलतिर म देखाउन गइरहेको छु। यहाँनिर कपडा पसल छ। यो एरिया पुरै कपडा पसलको यतानिर। अब यता हेर्न सक्नुहुन्छ, यता चप्पल पसल छ गाइज। सम्पर्क गर्नु होला, आवश्यक परे शान्तिनगरतिर आउनु होला सोमबार मात्रै फेरि। ल अब म अगाडि बढ्नेछु। यता खाजा नास्ताको व्यवस्था छ गाइज। यताबाट फेरि म कपडा पसलतर्फ छिर्दैछु गाइज। यहाँ चाहिँ खाजा निर्माण हुन्छ। त्यसपछि यहाँ कपडा पसल अनि यहाँ फेरि कस्मेटिक किराना सबैको ठाउँ छ गाइज। त्यसपछि अब यहाँ पनि कपडा पसल, ग्यास पनि बिक्री हुँदो रहेछ है गाइज। यहाँ पनि चप्पल पसल छ गाइज। त्यसपछि यहाँ कस्मेटिक रहेको छ। अब म अगाडि बढ्दैछु। अब बजार चाहिँ धेरै छ तर म देखाउन सकेन गाइज। यहाँ फेरि के बनाउँदै हुनुहुन्छ, पकौडा बनाउँदै हुनुहुन्छ गाइज। अब म यहाँ फलफुल पसल छ। मैले धेरै बजार चाहिँ डुल्न पाएन, केही छैन, थोरै भए पनि डुलेँ। अब मेरो भ्लगमा हजुरहरू सुरुदेखि अन्तिमसम्म हेरेर साथ दिनुभएको निम्ति म धेरै खुसी छु। अब मेरो भ्लगलाई चाहिँ हजुरहरूले लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। म अब यहाँ फेरि नाइमा आइसकेँ गाइस, हेर्न सक्नुहुन्छ। यो मान्छेलाई त मैले अस्ति नै देखाएको गाइस, चिन्नुहुन्छ नि है, नियमित काम गरिरहेको छ। यो मान्छेले पनि देखाएको थियो कि अस्ति। यहाँ चाहिँ बाल काट्न आउनला शान्तिनगरमा एकदम मिलाएर काटिदिनुहुन्छ गाइस। अब म चाहिँ भित्र प्रवेश गर्दैछु, घरभित्र आएँ गाइस।
अब यो घाँसले इक्जाम लाखा पढ्ने बेला मोबाइल हेरेछ होइन। ल गाइज अब म मेरो भिडियो यहीँ स्किप गर्न त चाहेको थिएन होइन। अब म यहाँनिर आएँ गाइज, उहाँले चाहिँ खाना पकाउँदै हुनुहुन्छ है मेरो। ल गाइज अब म यो भिडियो यहीँ अन्त्य गर्न चाहन्छु। अर्को फेरि पनि अर्को भिडियोमा भेटौँला। अब बाई गाइज।